है जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना वेलकम टू माई ब्लग। आज चाहिँ हामी नेपथ्याको कन्सर्टमा जाँदैछौँ। कन्सर्ट अनि अमृत गुरुङ दाईले चाहिँ दाई भन्नुपर्छ है, अङ्कल त भन्नु हुँदैन नि। अनि ओसाकामा विगत 1 महिनादेखि होला सायद, अहिले 1 महिनादेखि कन्सर्ट लगातार गरिरहनु भएको छ। अहिले चाहिँ ओसाकामा हो, हामी ओसाकामा बस्छौँ। अनि ओसाकाको कन्सर्टमा चाहिँ हामी उपस्थित हुन जाँदैछौँ। उपस्थित हुनु जाने हो, रमाइलो गर्ने हो। मेरो बुढी राम्री भएर चिटिक्क भएर तयार भइसकेको थिएँ। अनि मेरो सालोजी पर उहाँ गइसक्नु भएको छ। उहाँ एकदम खुसी साथ बसिरहनु भएको छ, खुसी भइरहनु भएको छ। सामान्य यस्तो भत्ताभुङ्ग छ, यस्तै छ है। अनि यहाँ चाहिँ एकदमै जाडो बढिरहेको छ, तपाईँहरू बसेर खान सक्छु छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। स्वास्थ्य नै सबभन्दा पहिलो ठुलोभन्दा ठुलो सम्पत्ति हो। त्यो सम्पत्तिलाई जोगाएर राख्नुपर्छ। यदि हामीले त्यो सम्पत्तिलाई जोगाएर राख्नु सक्यौँ भने हामीले जति धेरै सम्पत्ति कमाए पनि त्यो सम्पत्ति चाहिँ स्वास्थ्य उपचार गर्दा त्यो सुहा भएर जान्छ। के भन्नु छ यहाँ? के भन्छन्? एक्साइटेड हो? मोबाइलमा धेरै घप्टे भएर हिँड्ने होइन? मैले गर्दा ढिलो? हो त भाइ के छ भन्नु? ल आई लभ यु टु। ल हाँसिर झन्डै हात त बोल्यो। बाटो चाहिँ एकदमै धेरै राम्रो छ यहाँ। मैले त यस्तो धेरै भुइँहरू चाहिँ देखेको छैन यहाँ आयो भने। सबै यहाँ एकदम धेरै पिच, भित्री बाटो पनि पिच, बाहिरी बाटो पनि पिच। बाहिरी त हुने भइगयो। घरहरू म अलिकति ओसाकाको अलिकति साइड मेन सिटी होइन, साइड सिटीतिर बस्ने हो। त्यो भएर यो एरियामा यस्तो छ। यहाँ चाहिँ योभन्दा धेरै त्यो जाँदैछ। यस्तोमा चाहिँ जानु मन थियो, जाने मन हुँदा जानु समय मिलेन। अब धेरै वर्ष बस्नु छ भने भयो भने फेरि जाने हो। नेक्स्ट टाइम चाहिँ अवश्य जाने हो। हामी बाम्पाक आइपुग्यो। अब यहाँ कन्सर्ट खेल्ने हो, मस्त खाने हो, सावा किनिदिने हो। सावा किनिदिने हो। सावा किनिदिने भने चाहिँ मेरो बुढीको अनुहार यस्तो हुन्छ, लजाउँछ कि फेरि। गीत गाउने भनेदेखि चाहिँ पानी बोक्नु
हावा नै चाहिँ खाइन्न देख्दैन यस्तै त है बिलोरी हेलो हेलो निशान ब्रो उषा बहिनी मलाई त्यही जस्तो म इच्छिमा आयो त उषा बहिनी एउटा ल्याउनु के गर्ने यो स्टिकर हो स्टिकर त्यो चाहिँ मान्छे धेरैजना खाली खाली छ हामी चाहिँ अगाडि प्रणव भुल्ल लडाइँ गरी हामी अगाडि आयौँ हामी बसेको छौँ यहाँ हामी बस्छौँ Soy arena, oh so bright. Baila conmigo toda la night. El ritmo suena, can you feel? Move your body, it's so real. Vuélvete loco, don't stop now. कोही एक्साइटमेन्ट छैन एक्साइटमेन्ट खै राई उषा एक्साइटमेन्ट है एक्साइटमेन्ट Shake your body, shine like stars. Baila, and then keep it going, no queda igual. Take me higher, feel this room. Break it down, feel this wave that got the beat. Don't run away, tempo beats. Let's ignite, dance with me through the night. Sin parar, shake your body, shine like stars. And then keep it going, no queda igual. त्यहाँ कन्सर्ट सक्यो कस्तो लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो एकदम कस्तो लाग्यो बहिनी कस्तो लाग्यो बुढी म त फेरि अर्कोचोटि पनि जाने भाइ कस्तो लाग्यो एकदम हुँदैन एकदम राम्रो लाग्यो होइन फेरि वान सेकेन्ड अब हामी सबैलाई राम्रो लागेको छ मलाई आज पैसा दिएकोमा कुनै गुनासो छैन म 2 घन्टा उभिएकोमा नि मलाई कुनै गुनासो छैन 2 घन्टा सब एकदम एड हो मैले एकदम जान म अरू कन्सर्टमा पहिले नगएको भए पनि म नेपथ्यको चाहिँ पहिलोचोटि ट्रेलरमा जान्थेँ एकदम नाइस टु मिट यु वाला कन्सर्ट थियो मलाई एकदम आदर छ अगाडि देख्दाखेरि कस्तो फिल हुँदो रहेछ भनेर आज मैले एक्सपिरियन्स गरेँ मान्छेहरू त्यो आफूलाई मनपर्ने कलाकारहरू देखेर रुन्छ चिच्याउँछ कराउँछ नि त्यो वाला रियल एक्सपिरियन्स चाहिँ आज मैले अगाडि देख्दाखेरि मतलब कस्तो त्यो खुसी कोही आफूले एडमायर गरेँ एकदमै धेरै एडमायर गरेको मान्छे अनि
अनि कहिले पनि भेट्न सम्भव छैन भनेर थाहा भएको मान्छे चाहिँ आफ्नो अगाडि आम्ने सामने देख्न पाउँदाखेरि त्यो नेचुरली आउने ह्याप्पिनेस तिमीलाई कोचिङमा भेटाइदिन्छु चिन्ता नगर फाइनली गाइज कपाल चाहिँ हो क्या हामीले नेपथ्यको कन्सर्ट सकाएर अनि साइज एरियाको खानेकुरा पनि अलिकति सकायौँ। त्यस पछाडि अब हामी घर लगभग अन्तिम स्टेसन घरको नजिकैको स्टेसनमा ओर्लिएर हामी 11 नम्बरको गाडीमा हिँड्दैछौँ। अब यसो गरेर हिँड्दै हामी करिब 10-15 मिनटमा घर पुग्छौँ। त्यसो हुनाले तपाईँहरूले अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। प्लिज मेरो भिडियो अलिकति धेरै स्पेसल मान्छे पनि होइन म हुनु त, त्यही पनि अब भिडियो अलिकति ग्याप भएको समयमा आयो। अब म कन्टिन्यू हाल्ने कोसिस गर्छु, हप्तामा 1-2 होइन। प्लिज हेरिदिनु होला, साथ सहयोग गरिदिनु होला। सबैजना स्वस्थ रहनुहोस्। मौसम बदलिँदो छ, यो बदलिँदो मौसममा आफ्नो स्वास्थ्यको केयर गर्नुहोस्। स्वास्थ्य नै धन हो, धनको सेभ गरौँ है त हजुर भन्दै बिदा हुन चाहन्छु। नमस्ते, बाई बाई बुढी, बाई 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 भनिदिन्छ, बाई बाई।